Apa angacim gara. Angacim gara. Angacim gara. Papa मिसले यस्तो बोलेको छ जस्तो घोट्ने वाला जस्तै 11 June 2025 10 बजेर 25 मिनट भएको छ अनि जेकबलाई होमवर्क गर्नु है सिकाउँदैछु अनि यो ठाउँ यो काडल्लो पानु यसमा सिकाउँछु हेर भिडियो बनाउनु यो चाहिँ भोलि पर्सि हेर्नु ल नानी म युट्युबमा हालिदिन्छु कि भोलि पर्सि हेर न तिम्रो पापाले पढाउँदै गरेको अन्त आजभन्दा अगाडि चाहिँ बाबा छोटारी यहाँ हेर न एकछिन योभन्दा अगाडि चाहिँ उसको मम्मीले पढाउँथ्यो है अनि मम्मीले नै सिकाउँथ्यो अनि यति जुन चाहिँ लेख्ने भएको छ उसको मम्मीले नै सिकाएको किनकि म त पढाउनु भ्याउँथेन पनि अन्त जाँगर पनि चल्थेन अनि किनभने बाउहरू अलिकति पढाउनु भनेपछि त अलिक गाह्रै पर्थ्यो नि त तर अहिले समय सबै बदलेको कारणले गर्दाखेरि जेकबलाई मैले नै पढ्ने कोसिस गरिरहेछु अनि निदा लाग्यो भन्दैछु तिमीले अन्त अघि दिउँसो चाहिँ फुपूसँग पढ्नु हुन्थ्यो हामी मानेनौ बेलुका मसँग पढ्छु भन्यो अन्त बेलुका त म त ड्युटीबाट आउँदा ढिलो हुन्छ अन्त पढाउनु पर्छ हो अनि जब ठुलो भएर तिमी भिडियो हेर्छौ है त्यति बेला तिमीलाई है एक प्रकारको एउटा रिमेम्बर हुन्छ है अनि यसरी पढेको रहेछु भनेर तिमीले थाहा हुनेछ हुन्छ के हो यस्तो हुन्छ त्यो ब्लड त्यो जुगाल टोकेको अनि जेकबको उमेर चाहिँ 6 वर्ष कम्प्लिट हुनु लागेको छ है 6 वर्ष पुग्नु लागेको छ अगस्त 13 तारिक चाहिँ उसको बर्थडे हो अनि अहिले चाहिँ फिलहाल म अनि जेकब मात्रै छ बिरालो पनि कहाँ गयो स्टुपी बाहिरै छ अनि जेकबलाई पढाउँदैछु अनि यो पनि रहेछ होमवर्क त्यहाँदेखि अर्को इङ्ग्लिसको पनि रहेछ अनि अब के हुन्छ कुनि ओके बाई बाई भन्नु नि बाई बाई गुड नाइट बाई बाई मम्मी के गर्दैछ अन्य तोला ओके